नर्मल कार्डहरू ओके 1 2 3 4 5 6 7 12 वटा छ ओके अब कार्ड के हेर्नु है 1 2 3 4 5 6 7 8 13 14 15 16 17 18 19 20 ओके अब भाइले यो कार्डहरूमध्ये जुनसुकै पनि कार्ड रोज्नु सक्छ है मलाई चाहिँ नदेखाउने उता क्यामेरामा चाहिँ देखाउने एक चुज गर जुनसुकै पनि है चुज गर्ने लुकाउने ओके जुनसुकै पनि चुज गर मलाई नदेखाउने है मलाई चाहिँ नदेखाऊ देखियो नि क्लियर देखियो थाहा छ नि ओके जहाँ अब आफै सफल गर्ने भित्र राख्ने मजाले आफै फेरि पुरै सफल गर सफल गर्दा छाडो गरेर ओके मेरो हातमा अब सेलेक्टेड गरेको कार्ड चाहिँ देखाउँछु है ओके अब फेरि पनि सफल गरेँ है फेरि पनि सफल भयो ओके जुनसुकै पनि कार्ड हुन्छ है ओके अब यहाँ देखाउँछु है ओके अब चाहिँ यहाँ देखाउँछु उसको कार्ड चाहिँ कहाँ पर्यो ओके उसको कार्ड चाहिँ कहाँ पर्छ हेरौँ है तिमीले रोजेको कार्ड चाहिँ कुन लाइनमा छ मजाले हेर कुन लाइनमा छ यो लाइनमा मात्रै भयो यो लाइनमा छ ठिक छ ओके यो लाइनमा छ ओके उसले रोजेको कार्ड यो लाइनमा छ ओके अब चाहिँ कुन लाइनमा छ ओके अब कुन लाइनमा छ अब यो लाइनमा छ ओके अब हेर्नु है म्याजिक उसले रोजेको कार्ड चाहिँ यो राइट उसले रोजेको कार्ड भाइले मलाई चाहिँ नदेखाइकन 5वटा डिजिट लेख त 5 डिजिट ऱ्यान्डमली सुनसुकै पनि हुनसक्छ 5वटा डिजिट है ओके 5 डिजिट लेख्ने 5वटा जोसुकै पनि ऱ्यान्डमली डिजिटहरू लेख है 5 अङ्कको कुनै एउटा सङ्ख्या लेख अब त्यो 5 अङ्कको सङ्ख्यामा सबै सङ्ख्याहरूलाई जोड्दै जाने है 5वटा डिजिटहरूलाई जोड्ने 5वटै सङ्ख्यालाई जोडेर जति आउँछ त्यही 5वटा सङ्ख्याबाट घटाउने मजाले घटाउने बेला चाहिँ कुल भएर मजाले हेरेर घटाउने क्यामेरामा चाहिँ देखाऊ है बरु मलाई चाहिँ नदेखाऊ ओके क्यामेरामा देखिनु पर्यो मलाई चाहिँ नदेखाऊ है क्यामेरामा देखाउने मलाई चाहिँ नदेखाउने है के भन्छ अब कुनै एक डिजिटमा चाहिँ सर्कलले इन्डिकेट गर्ने सर्कल लाग्यो ओके सर्कल लाग्यो भने अब त्यो सर्कल बाहेकको अरू डिजिटहरू मलाई चाहिँ भन्ने 4 5 1 7 सर्कल लागेकोवाला चाहिँ 1 हो 1 मा चाहिँ उसले सर्कल लाग्यो हो राइट सर्कल लागेको अङ्क 1 राइट ओके